तीनजनाले भनेका आधारमा चाहिँ यो जसरी सरकार गठन भएको छ त्यसैलाई चाहिँ सर्वस्वीकार्य मान्ने हो भने माफ गर्नु होला, त्यसमा मेरो विमति छ। तपाईले समर्थन गरे पनि नगरे पनि कारबाहीको प्रक्रिया त आफै अगाडि बढिहाल्छ। संसद बिना तपाईँ देश कसरी चलाउनुहुन्छ? के डिस्कोर्डले बनाएको प्रधानमन्त्रीको इसारामा यो देश चलाउने हो सधैँ? त्यो केपी ओलीको म झोले हो भन्ने जुन पोस्टर छ त्यो प्रोफाइल पिक्चर राखेका व्यक्तिहरूबाट आइरहेछ। त्यसो छ भने तपाईँ र म सँगै जाउँ यो साइबर अपराध टुङ्गो नभएका मान्छेले चाहिँ छानेको प्रधानमन्त्रीलाई चाहिँ सर्वस्वीकार्य अरे 28 लाख भोट पाएको नेकपा एमाले र त्यसमध्ये प्रतिनिधि सभाभित्र 275 जना सांसदहरू मध्येबाट भोट हालेर चुनाव भित्र पनि संसदभित्र पनि चुनाव गराएर त्यहाँ पनि अलमोस्ट 2/3 मेजोरिटी पाएको चाहिँ प्रधानमन्त्रीलाई चाहिँ सर्वस्वीकार्य नहुने अरे मजुरी हाल्नु र जसले त्यसो गरेका छन् तिनलाई कारबाही हुनुपर्छ। गृहमन्त्रीलाई पनि म आफ्नो त्यो व्यक्तिगत रूपमा पनि म आग्रह गर्छु, तपाईँहरूकै सरकार छ, ती सबैलाई एक एक गरेर कारबाही गर्नुहोस्, त्यसमा मेरो समर्थन छ। यो सरकार सर्वसहमतिको सरकार हो त? यदि फलानो महानगर फलानो फाउन्डेसन र केही फलाना व्यक्तिहरूलाई मात्रै चाहिँ यो देशका सार्वभौम नागरिक मानिदिने हो र तिनको चाहिँ टोपी चाहिँ यी तीनजनालाई लगाइदिने हो र तीनजनाले भनेका आधारमा चाहिँ यो जसरी सरकार गठन भएको छ त्यसैलाई चाहिँ सर्वस्वीकार्य मान्ने हो भने माफ गर्नु होला, त्यसमा मेरो विमति छ। त्यस कारणले गर्दाखेरि मैले भन्नुपर्ने कुरा खास डाक्टर साहबले भनिसक्नुभयो। हाम्रो पार्टीले पनि लगभग त्यही दिशामा तपाईहरु पनि संसद पुनर्स्थापनाको पक्षमा हैन? त्यसो भए नेकपा एमाले जसले विगतमा संसदले राख्नु हुँदैन भनेर विघटन गरेको पार्टी पनि मैले पनि बोल्नुपर्ने भयो के भन्ला मैले बोल्नु अदालतले के भन्ला हामी त्यसलाई स्वीकार्छौँ। अदालतले र अर्को एउटा आरोप के लाग्यो भनेर भन्दाखेरि चाहिँ तपाईहरुको अध्यक्ष तत्कालीन 2/3 मत हुँदा संसदको चाहिँ सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुँदा पनि संसद त राख्नु हुँदैन, यो संसद त मलाई प्रश्न गर्ने यहाँ घाँडो भयो, मलाई विपक्षीले नै प्रश्न गरेको छ, आफै सत्ताधारी सांसदले नै प्रश्न गरेको छ भनेर विघटन गरेको दललाई पनि आज संसद चाहियो हैन? त्यसो हेर्नुहोस्, संसद नचाहिने भन्ने होइन। संसद बिना तपाईँ देश कसरी चलाउनुहुन्छ? के डिस्कोर्डले बनाएको प्रधानमन्त्रीको इसारामा यो देश चलाउने हो सधैँ? संसद चाहिन्छ, चुनाव चाहिन्छ। हामी चुनावको पनि विरोध गर्दैनौँ, हामी चाहिँ यो संविधानको पनि विरोध गर्दैनौँ। संविधान सङ्गत हुनुपर्छ। डिस्कोर्डमा 6000 जना मध्ये आधी उधीले चाहिँ भोट हालेर न नाम चिनिएको छ, न तिनको भोटर आइडी छ कि छैन त्यो पनि थाहा छैन, न त्यो गुपचुप ती को हुन् ती भोट हाल्ने मान्छेहरू, त्यसको चाहिँ टुङ्गो नभएका मान्छेले चाहिँ छानेको प्रधानमन्त्रीलाई चाहिँ सर्वस्वीकार्य अरे 28 लाख भोट पाएको नेकपा एमाले र त्यसमध्ये प्रतिनिधि सभाभित्र 275 जना सांसदहरू मध्येबाट भोट हालेर चुनाव भित्र पनि संसदभित्र पनि चुनाव गराएर त्यहाँ पनि अलमोस्ट 2/3 मेजोरिटी पाएको चाहिँ प्रधानमन्त्रीलाई चाहिँ सर्वस्वीकार्य नहुने अरे 6000 जना डिस्कोर्डमा नामविहीन मान्छेहरूलाई जम्मा गरेर अनि उनले भोट हालेर बनाएको व्यक्ति चाहिँ प्रधानमन्त्री बनाएको सर्वस्वीकार्य हो भने मेरो भन्नु केही छैन, त्यसमा म टिप्पणी गर्दिनँ। अर्को कुरा, नेकपा एमाले निर्वाचनमा जान्छ कि जाँदैन? जान्छ, बगैँचा जान्छ। तर यो देशमा शान्तिपूर्ण निर्वाचन हुनुपर्छ, यो देशमा भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ र निर्वाचन फेयर हुनुपर्छ। यदि यो तीनटा कुरा जोसुकैको सरकारले होस् त्यो इन्स्योर गर्छ भने नेकपा एमाले चाहिँ सरकारमा जान्छ, हामी चुनाव निर्वाचनमा पनि जाने पक्षमा, संसद पुनर्स्थापना भए संसद पुनर्स्थापना पनि गराउने पक्षमा तपाईँ? अफकोर्स अदालतले भोलि संसद पुनर्स्थापना भयो भने हामी चाहिँ अदालतको आदेश मान्दैनौँ, हामी चाहिँ यो के पनि मान्दैनौँ भनेर हामी अराजक मान्छे हो। तपाईहरुको एजेन्डा, हामी जिम्मेवार पार्टी हो। तपाईहरुको माग भनेको आजको दिनमा तपाईहरुको माग भनेको भयरहित वातावरणमा निर्वाचन हुनु पर्यो हैन? त्यसो हुँदाखेरि भएको वातावरण चाहिँ कसले बनाइरहेको छ? कुट्टुतिरबाट भएको वातावरण आयो, यताबाट हावाहुरी आयो, मान्छेलाई किमा बनाइदिन्छौँ, यो गर्छौँ ऊ गर्छौँ। होइन, त्यसो त आतङ्कको वातावरण त एमालेबाट आयो भन्ने चाहिँ यहाँ कुन आशो? एमाले कहाँ चाहिँ आगो लगायो? कहाँ लगायो? हामीले कसको घरमा आगो लगायौँ, कसलाई प्रहार गऱ्यौँ, कसलाई आक्रमण गऱ्यौँ, प्रहरीलाई नाङ्गै हामीले लखटेको हो कि होइन? के हो? मेरो मेसेन्जरको च्याटमा, मेरो कमेन्ट्समा मलाई ट्याग गरेर गर्ने पोस्टहरूमा रेप थ्रेट होइन, मर्डर थ्रेट,
त्यो केपी ओलीको म झोले हो भन्ने जुन पोस्टर छ त्यो प्रोफाइल पिक्चर राखेका व्यक्तिहरूबाट आइरहेछ। त्यसो छ भने तपाईँ र म सँगै जाउँ यो साइबर अपराध ब्युरोमा जाउँ त्यहाँ उजुरिहाल्नु र जसले त्यसो गरेका छन् तिनलाई कारबाही हुनुपर्छ। गृहमन्त्रीलाई पनि म आफ्नो त्यो व्यक्तिगत रूपमा पनि म आग्रह गर्छु, तपाईँहरूकै सरकार छ, ती सबैलाई एक एक गरेर कारबाही गर्नुहोस्, त्यसमा मेरो समर्थन छ। तर तिनको टोपी मलाई नलगाउनु। यसो तपाईँले समर्थन गरे पनि नगरे पनि कारबाहीको प्रक्रिया त आफै अगाडि बढिहाल्छ। मैले अरू धेरैजनालाई साइबर ब्युरोमा उजुरी पनि दिइसकेँ, जसले मलाई रेप थ्रेट र मर्डर थ्रेटहरू दिइरहेको छ, चरित्र हत्या गरिरहेको छ। ती सबै एमालेका कार्यकर्ताहरू होइन, पार्टी दलमा आबद्ध व्यक्तिहरू हुन् र दलको संस्कार कस्तो छ भन्ने कुरा त्यहाँबाट छर्लङ्गे पनि देखिन्छ। अहिले आएर अन्य साथीहरूलाई चाहिँ यो सिंहदरबार जलाउने, त्यो गर्ने भन्नुहोस्, हामी सबैजना यही समाजको उपज हौँ होइन। यो समाजले कस्ता व्यक्तिहरू जन्माइरहेको छ भन्ने कुराको प्रमाण दलभित्र पनि छ र समाजमा पनि छ। यहाँबाट चोखिनको हामी कोही पनि पाउँदैनौँ होइन। यो कुरालाई अगाडि यसरी तपाईँहरू लिएर आउनुहुन्छ र समग्र जिम्मा आन्दोलन जेनजी पुस्तालाई मात्र दिनुहुन्छ भने यो पनि स्वीकार्य छैन। अब उहाँहरूले भनेका कुराहरू हामीले जति भन्दा पनि यो होइन, यसो हो है होइन, यसरी आन्दोलन भएको थियो या हाम्रा मुद्दाहरू यी हुन् होइन, यत्रो वर्ष भ्रष्टाचार भयो क्या यो देशमा, व्यतीति बढ्यो होइन, हामीले हाम्रो देशमा भविष्य नै देखिरहेको छैनौँ, हामीले उचित शिक्षा नै पाएको छैनौँ, सुदूरपश्चिम कर्णाली लगायतका भेगहरूमा ठाउँहरूमा राम्रो स्वास्थ्य सुविधा नै छैन, यो देशका नागरिकहरू बिहान के खाउँ बेलुका के खाउँ भनेर अझै पनि हुन्छ नि जो हो गर्दैछन्। यो देशका ती नागरिकहरूलाई यो देशमा त्यो कुर्सीको ठाउँमा केपी ओली आए पनि केही फरक पर्दैन, सुशीला कार्की आए पनि केही फरक पर्दैन, यहाँहरूमध्ये जो आए पनि केही फरक पर्नेवाला छैन। उहाँहरू बिहान के खाने बेलुका के खाने भनेर जो हो गर्दै आफ्नो दिन काटिराख्नु भएको छ। त्यसैले म धेरै कुराहरू केही पनि भन्दिनँ। मलाई अबको निकास चाहिँ यो सरकारको आफ्नो म्यान्डेट छ। हेर्नुहोस् होइन, चुनावी माहौल बनाएर अबको यो सरकार त एउटा फड्के खोला तर्नको लागि एउटा फड्को मात्रै हो। अब बन्ने पार्लियामेन्टले हुनै हो पक्की पुल बनाउने होइन, हाम्रो अब आशा भरोसा भनेको त्यो नै हो। तर अब यो सरकारसँग पनि आफ्नो आन्दोलनको म्यान्डेट पनि छ। भ्रष्टाचारका मुद्दाहरूदेखि लिएर सुशासनका कुराहरूमा यसले काम गर्नुपर्छ र यी कुराहरू प्यारलली लिएर जानुपर्छ भन्ने हाम्रो विश्वास हो होइन। धेरै कुरा चाहिँ केही भन्दिनँ, निकास मलाई चाहिँ यही नै लाग्छ। अन्तिममा चाहिँ यति धेरै कुराहरू यहाँ बसेर यो कुर्सीमा बसेर सुनिराख्दाखेरि चाहिँ मलाई के महसुस भयो भने राजनीतिमा लाज भन्ने कुरा चाहिँ हुँदैन रहेछ, इमान भन्ने कुरा चाहिँ हुँदैन रहेछ। कसले पचायो लाज? अब तपाईँ त्यो त सबैलाई जग जाहेर छ, प्रष्टै छ होइन। त्यही भएर हुँदैन रहेछ नि हामीले सिकेको संस्कार पनि, राजनैतिक संस्कार पनि सायद युवा पुस्ताले भनेको यहाँहरूबाटै सिक्ने होला, हामीभन्दा अघिल्लो पुस्ताहरूबाटै सिक्ने होला र हामीले सिक्दै आइरहेको पनि यही नै छ। तर अब यो अबको राजनैतिक संस्कार चाहिँ यस्तो हुनु हुँदैन है, हामीहरू सच्चिनुपर्छ, तपाईँहरू सच्चिनुपर्छ नि भन्ने अनुरोध गरेँ।